सात बुँदामा कांग्रेस र एमाले संविधान संशोधन गर्छौं भनेर हामीले वाचा गर्यौं, तर हामी आज हाम्रो वाचा पूरा गरिरहेका छैनौं। कांग्रेस र एमाले सरकार चलाउँदै गर्दा हामी यति मस्त भएका छौं कि संविधान संशोधनको मुख्य वाचा हामीले बिर्स्यौं है। त्यसैले अब यो अलमलबाट बाहिर निस्किएर कांग्रेस र एमाले सात बुँदामा गरेको वाचा अनुरूप संविधान संशोधनका निम्ति गर्ने काम तत्काल प्रारम्भ गर्नुपर्ने छ र नागरिकलाई भरोसा दिलाउनु पर्ने छ। यही व्यवस्था हो, संघीय लोकतान्त्रिक गणतन्त्र नै हो। यही व्यवस्था टिक्छ, यही व्यवस्था टिकाउँछौं। यो व्यवस्थामा के कमजोरीहरू छन्, यो कमजोरीहरू हामी सुधार्छौं। सुधार्ने तरिका भनेको हामी संविधान संशोधन गरेर सुधार्छौं र नेपाली कांग्रेस पार्टीले पनि जिम्मा लिएर भन्नुपर्छ। सुशील कोइरालाको नेतृत्वमा बनाएको संविधान भनेको एउटा नयाँ हाइवे नेपालमा हामीले सुरु गर्यौं, नयाँ बाटो हामीले सुरु गर्यौं। त्यो हाइवे सुरु गरेको दिन तपाई हामी सबै खुसी थियौं। त्यो हाइवेमा गाडीहरू आए, गाडीहरू चालकले चलाए। अहिले हामी के देखिरहेका छौं? गाडीहरू थोत्रो देखिएका छन्, पुरानो देखिएका छन्। गाडीको चालकले गाडी राम्रोसँग कुदाउन सकिरहेको छैन। अनि बाहिर बस्ने मान्छेले के भनिरहेको छ? यो बाटो नै खराब हो भनिरहेको छ। कांग्रेसले